हेलो गाइस, सेवा हवा नमस्कार सम्पूर्णमा वेलकम ब्याक टु न्यू ब्लग। अहिले तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ हामी इनरवा जान लागेको त्यही भएर साथी रुँगिरहेको छौँ। हाम्रो एकजना साथी चाहिँ धरानदेखि आएको छैन। हामी चाहिँ कान्छी चोकमा बसिरहेको छौँ साथीलाई रुँगेर। यहाँ एकजना नाना हुनुहुन्छ, उता बहिनी यता नाना हुनुहुन्छ। हामी चाहिँ कान्छी चोकमा छौँ। यता चाहिँ इटरी जाने बाटो हो। यता चाहिँ इनरवा जाने बाटो हो। यो दाइ पनि इनरवा जानुहुने होला। साथीलाई रुँगिराख्नु भएको छ। मैले चाहिँ फाइनली साथीहरूले रुँगेर दुईजना चाहिँ आइसक्नु भएको छ। अनि एकजना चाहिँ धरानदेखि भर्खरै आउँदैछ। घाम पनि भर्खरै लागिरहेछ। साथीहरू जाडो छ, के गर्नु। तिमी कतिखेर उठ्यौ र? 7 बजी। ए छिटो उठेछौ फेरि। 7 बजी हुन लागेको बेला रे। हाम्रो साथी पनि छ। म चाहिँ 11 बजीसम्म अनलाइन बसेँ होइन। नोटिस कसले पठाइदिन्छ होला भनेर उसले पठाइदिएपछि अगाडि त सुतिरहेको थिएँ। उसले पठाइदिएपछि हेरेँ यहाँनिर। त्यसपछि काकाले कल गर्नु। हेलो साथीहरू, हामी चाहिँ इन्टरभ्यू दिने गेट बाहिर बसिरहेछौँ। पुलिस दाइहरू चाहिँ गेटमा हुनुहुन्छ। आज चाहिँ थोरै मात्रै छ है साथीहरू। यता चाहिँ हाम्रो ग्रुपहरू अस्ति चाहिँ अस्ति मिनी भ्लगमा चाहिँ टाउको माथि दिएको अरे। अब अनुहार पनि देखाइदिनु है। हेर्नुहोस् साथीभाइहरू, आज त थोरै छ। फाइनली गाइजहरू, हामी चाहिँ गेटभित्र बसिसकेका छौँ। त्यही भएर लाइन लाग्न भनेर बसेको, तर लाइनै तलदेखि माथिसम्म चाहिँ अब कहाँ भित्रतिर बस्नु नमिल्ने होला। गाइजहरू हेर्न सक्नुहुन्छ। कहाँ बस्नु हामी भनिदिनु त। कहाँ बस्नु साथी? तलदेखि साथीहरू यहाँ माथिसम्म पुगिसक्यो। हेर्न सक्नुहुन्छ। सबै ठाउँ छैन है साथीहरू। हेर्न सक्नुहुन्छ। म्यादी प्रहरी खाने जनताहरू, जेन्जीहरू भनौँ न। यहाँ हाम्रो एकजना दिदी पनि जेन्जी नै हुनुहुन्छ। यता साथीहरू हेर्न सक्नुहुन्छ। उता पनि मान्छेको भिड छ साथीहरू। उहाँ राख्नु यता बस्न जाम अगाडि होइन। भन्नुपर्छ यता हाम्रो हिरो दाई हुनुहुन्छ है। हेर्नुहोस् हाम्रो दाईलाई यसो फर्किँदै हेर्नुहोस् साथीहरू। हामी चाहिँ हेर्नुहोस् लाइन। धेरै भिडियो गर्नु पाउँदैन कि दाइहरूले कराइहाल्नुहुन्छ। प्लिज दाइहरूले भन्यो। हेलो साथीहरू, हामी चाहिँ फर्किसक्यौँ इन्टरभ्यू दिएर। अरूहरू पनि इन्टरभ्यू दिएर फर्किसकेको छ। दुईटा भने नानी छोडेर काम गर्न सक्छ, ड्युटी गर्न सक्छ भने इन्टरभ्यू सुनौँ न। कसले हेरिदिन्छ भने मम्मीले हेरिदिनुहुन्छ भने जानु भने इन्टरभ्यू तिमीले के भनौ? मलाई त गएँ होइन। अनि दर्ता नम्बर कति हो भन्ने भयो नि। अनि त्यसपछि तिम्रो नाम के हो भन्नुभयो। अनि मेरो नाम जानकारी भनेको जाऊ भन्नुभयो। हेर्नुभयो अनि जाऊ, घर पनि सोध्नु भएन। भन तिम्रो। यो क्लिप चाहिँ नहालाई। मेरो चाहिँ दर्ता नम्बर कति हो भन्नुभयो। अनि दर्ता नम्बर मेरो 2093 हो नि त। 2093 भन्नु भने। अनि घर कहाँ भन्नुभयो? भोजपुर भन्नु भने। अनि भोजपुरकै नागरिकता होला, यतै बसेसर आएर आएको होला नि भन्नुभयो। हजुर भने। त्यसपछि जाऊ भन्नुभयो।
के सोध्नु तपाईँहरूले के सोध्नु भयो भन्नु त हामीलाई मेरो घर कहाँ हो भने मेरो घर घर भन्ने मैले घर कहाँ हुन्छ र भने होइन त्यही भनिदिएको अब अनि के भन्नुभयो अरू साँच्चीकै त्यही भनिदिएको केही भनेन अब उता टिक लगायो सक्छु साथीहरू हामी चाहिँ म्याजिकमा बसिसक्यौँ पर्खिने हामी चाहिँ अर्को दाइले चाहिँ के सोध्नु भयो हजुर तपाईँहरूलाई त्यति नै भनेको त्यति नै भन्नाले के हो भन्नु न तपाईँ पनि कोसिस गर्नु त्यति नै भनेको के हो भनेको अघिदेखि झन् जे सोध्यो उसलाई उस भन्यो खोजेको मलाई त पुरा चेली पो भन्नु यार चेलीको नाम के चेलीको 4 नम्बर कति हो अरे ठिकै भन्नु त अनि 303 भने म त उसको 4 नम्बर कति भन्नु आँटेको 2093 भनिहाल्यो जहाँ पनि फ्रेन्ड सक्छ भन्दा तपाईँहरूलाई नि त्यसो भन्नुभयो अनि तपाईँले के भन्नुभयो मलाई सोध्यो म गर्दैन भन्ने म छोडिदिन्छु भन्ने तपाईँले सोध्नु मलाई सोध्दैन है मलाई सोध्यो भए म हुँदैन भन्ने हुँदैन भने किन हुँदैन भन्नु किन हुँदैन भन्ने टोपी लगाएर ड्रेसमा आउनु भने होइन ड्रेस छैन भने मैले राम्रै कुरा भनिदिएको भुपू कि क्या तपाईँ अनि भुपूले त नि त्यही भन्छ बोल्न पाइयो हामी पनि यो साल खायौँ भने भुपू नै हो चिन्ता नगर पर्खाइमै छ बोकुको लागि गर्ने छैन आइफोन यसमा कालो देखिन्छ हजुर आइफोन कालो देखिन्छ क्या आइफोन तपाईँको कालो देखिँदैछ यता हेरिदिनु त एकचोटि सबै इटरी नै हो छेउको दा युट्युबमा सब्सक्राइब गरिदिनु त युट्युबको नाम के होला भन डाटा छ खोइ दिनु त दिनकुमारी एकचोटि डाटा हावा हुँदा दियो अरे कपडै बेच्ने कपडा कस्तो कपडा बेच्नुहुन्छ अहिले स्वेटरहरू चोली भयो यस्तोमा बोकेर सब बोक्छौँ हामीले सब म्याक्सी एक्सी सबै हल हुम्ला जुम्ला मुगु डोल्पा कालीकोट देखाउनु चाहिँ हो क्या फेरि मन पर्ला है गाडी त धेरै म 61 सालको अन्त नि म भन्दा 2 वर्षको त दाजु रहेछ पाचल झर्ना हारे गाउँपालिका बदल झर्ना त 61 सालको